हेलो साथीहरु सबैजना स्वागत छ मेरो ब्लगमा आयो सबैजना सन्चै हुनुला म पनि सन्चै छु आजको सिन देखेर थाहा पाइसक्नु भएको होला म चाहिँ घुम्न आएको छु हेर्न सक्नुहुन्छ आज हामी छिट्टै आएको छौं त सबिरै आएको छौं त्यही भएर चाहिँ यहाँ अनि मैले अगाडि भिडियो बनाउन पाएन यहाँको सिनहरु हेर्न सक्नुहुन्छ पुरा काठमाडौँलाई फेल गर्दै छ सबैजना आउनु होला हामी चाहिँ को घुम्न आएको छौं भन्दाखेरि यहाँ एउटा क्युटी गर्ल त्यसपछि चाहिँ सबैजना हामी घुम्न आएको छौं यहाँ सबैजनालाई हेर्न सक्नुहुन्छ सबैजना क्युटी भने यहाँलाई पनि चिन्नुहुन्छ होला हैन चाहिँ आउनु भएको छ अनि यहाँ सबजना फोटो खिच्दैछन् सबैजना कोही क्यामेराम्यान भने छन् कोही यहाँ कपल हुनुहुन्छ क्युट कपल यहाँ दुईटा हुनुहुन्छ हैन सबैजना हुनुहुन्छ अनि चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ तलको ब्याकग्राउन्ड सबैजना यति धेरै आज चाहिँ हामी उज्यालोमा आएको कारणले चाहिँ यति राम्रो भ्यूहरू देख्यो के अस्ति चाहिँ हामी राति आएको थियौँ त्यो सबैजना नानीहरू बाबुहरू आएको कारणले अनि हामी चाहिँ हेर्न सक्नुहुन्छ अब हामी चाहिँ अर्को ठाउँ जानको लागि रेडी हुँदैछौँ हैन हामी चाहिँ हेर्दैछौँ सबैजनाले हेर्नु होला साथीहरू हामी फेरि यहाँ के अरे त्यहाँ घुमिसकेपछि हामी चाहिँ यहाँ के गरे पहरी कटेज आएको थियौँ हेर्न सक्नुहुन्छ पहरी कटेज आएको थियौँ पहरी कटेज आउँदाखेरि अनि ढिला भइसकेको थियो नि त आउन त्यहाँ अलि ढिला गऱ्यौँ हामीहरूले अनि के अरे बन्द भइसक्यो रहेछ कि अनि सबै बत्तीहरू लिभाइदिएछ होइन अँध्यारो बनाइदिए रहेछ अनि त्यस्तो हामी आउन त आएको थियौँ भित्र त एन्ट्री गरायो गराउनु त अनि हामी आउन त आएको थियौँ सबैजना फेरि यतातिर फोटो खिच्दै हुनुहुन्छ यतातिर यति बत्ती मात्रै बलाएर रहेछ कि अनि सबै गइसकेको छैन अनि आजभोलि एकदम राम्रो बनाएर रहेछ नि त यतातिर डाम रहेछ अनि यतातिर राम्रो बनाएर रहेछ अनि हेर्न सक्नुहुन्छ भ्यू जब चाहिँ हामी घर जान्छौँ किनकि बत्ती लिभाएर उल्का गरेर होइन अब के गर्नु यस्तै ढिलाइसी यस्तै त हो नि त अनि त्यही भएर चाहिँ सबै बन्द गरिदियो साथीहरू भयो अलिक छिटो आउनु होला सबैजना होइन तर छिट्टै आउनु होला हामी जस्तै लेट नआउनु होला तर ढिला आएको कारणले चाहिँ यो बन्द भइसक्यो हेर्नुहोस् पुरै लाइट बन्द बुताइदिएको के मैले चाहिँ फ्लाइस बालेर अनि यो गरेको छु भिडियो बनाएको छु हेर्न सक्नुहुन्छ अब हामी चाहिँ घर जान्छौँ बाई बाई मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु